तपाईँ एक्सकाभेटर चलाउनुहुन्छ कि निर्माण क्षेत्रमा काम गर्नुहुन्छ? आज हामी एक्सकाभेटर सञ्चालन गर्दा हुने 5 ठूला गल्तीहरूको बारेमा कुरा गर्छौं र कसरी यी गल्तीहरू नगरी मेसिनलाई राम्रोसँग चलाउन सकिन्छ भन्ने सिक्नेछौं। धेरै चालकहरूले बकेट आवश्यकता भन्दा बढी भार हाल्छन्, जसले बुम, आर्म र हाइड्रोलिक प्रणालीमा अनावश्यक दबाव पार्छ। यसले मेसिन छिट्टै बिग्रने सम्भावना बढाउँछ। सही भार अनुसार उपयुक्त बकेट प्रयोग गर्नुहोस्। न्युपाने इन्जिनियरिङमा मजबुत र भरपर्दो बकेटहरू उपलब्ध छन् जसले भारी कार्यभार ठेर्न सक्छ। धेरै चालकहरूले मेसिनको गति अत्यधिक बढाउँछन् जसले इन्धन खपत बढाउँछ र इन्जिनमा लोड पार्छ। सन्तुलित गतिमा सञ्चालन गर्दा इन्धनको बचत हुन्छ र मेसिनको आयु बढ्छ। हाइड्रोलिक प्रणाली एक्सकाभेटरको मुटु जस्तै हो, तर धेरैजसोले यसको फिल्टर समयमा परिवर्तन गर्दैनन्, जसले गर्दा पम्प, बल्ब र सिलिन्डर बिग्रन सक्छ। न्युपाने इन्जिनियरिङमा उच्च गुणस्तरका हाइड्रोलिक फिल्टरहरू उपलब्ध छन्। हरेक 500 देखि 1000 घण्टामा फिल्टर परिवर्तन गर्न नबिर्सनुहोस्। छ्वाक धेरै खुकुलो भए छिट्टै घिसिन्छ, धेरै कसिलो भए मोटरमा लोड पर्छ। छ्वाक सही तरिकाले ग्रिसिङ गर्नुहोस्। प्रत्येक 100 घण्टामा रोलर जाँच गर्नुहोस्। उपयुक्त तनाव राख्नुहोस्, करिब 2 इन्चको खाल्डो उत्तम हुन्छ। इन्जिनको तेल गलत प्रयोग गर्दा यसको आयु 50 ले घट्न सक्छ। उत्पादक कम्पनीले सिफारिस गरे अनुसारको तेल मात्र प्रयोग गर्नुहोस्। प्रत्येक 250 देखि 500 घण्टामा तेल परिवर्तन गर्नुहोस्। यी गल्तीहरू नगरी मेसिनको सही हेरचाह गर्नुभयो भने एक्सकाभेटरको आयु 3 देखि 5 वर्षसम्म बढ्न सक्छ। यदि तपाईलाई बकेट, फिल्टर वा एक्सकाभेटरका अन्य पार्ट्स आवश्यक परेमा न्युपाने इन्जिनियरिङले उचित मूल्यमा सही पार्ट्स उपलब्ध गराउँछ। हामीलाई 9851044521 मा सम्पर्क गर्नुहोस्।